म सेफ सञ्जय। म चाहिँ आज तपाईहरुलाई अलग विषयमा कुरा गर्दैछु। मेरो मनपर्ने खेल क्रिकेटको बारेमा। आज म्याच थियो, वाट म्याच, युए भर्सेस नेपाल। अनि नेपालले यो गेम 37 रनले जितेको छ। यो चाहिँ अति नै महत्त्वपूर्ण खेल हो हाम्रो 2027 को वर्ल्ड कपको लागि क्वालिफाई हुनको लागि। यो चाहिँ एकदम महत्त्वपूर्ण गेम थियो र आज जित्यो। खास सोचे भन्दा हाम्रो ब्याटिङमा लो स्कोर भए पनि बोलिङ राम्रो भयो र हामी जित्न पुग्यौं। अनि आज यो आजको ब्याटिङको कुरा गर्दाखेरि चाहिँ हाम्रो कुशल भुर्तेल मामा सधैँको आश हुन्छ। मलाई चाहिँ उहाँको एकदम आश हुन्छ मामाको। उहाँले चाहिँ 25 बलमा 24 रन मात्र हान्नुभयो। उहाँ त्यति सफल हुन सक्नु भएन चारवटा चौकाको मद्दतले। र आसिफ शेख यहाँ पनि एकदम भरोसेमन्द भन्छु मलाई। तर उहाँले चाहिँ अलिकति आज छिटो हतार गर्नुभयो। 6 मा 7 रन जोडेर जानुभयो। भीम सार्की पनि तपाईँको 16 बलमा 10 रन मात्र जोड्न सक्नुभयो भने आउनुभयो कप्तान रोहितले पनि 11 मा 2 रन खाता चाहिँ खोल्न सफल हुनुभयो र उहाँले पनि खासै गर्न सक्नु भएन। र बसिर अहमदबाट पनि सबैले आश नै गरेको हुन्छ उहाँसँग पनि। र उहाँले पनि स्टाइलबाट ठिकै गर्नुभयो भनौँ। दिपेन्द्र सिंह एरीलाई चाहिँ साथ दिनुभयो 40-29 रन। र आज वाट प्ले यो चाहिँ सबभन्दा एकदम राम्रो गेम खेलेको भयो आज चाहिँ दिपेन्द्र सिंह एरी। उहाँले 90 बलमा 75 रन, 5वटा चौका, 2टा छक्कासँग 83 को स्ट्राइक रेट। यो चाहिँ ठिकै हो। ओडिआईमा चाहिँ एकदम राम्रो गेम उहाँको चाहिँ। र उहाँको ओडिआईमा आलोचना पनि हुने गर्छ, धेरै ओडिआईमा कम खेल्छ भन्ने। र आज चाहिँ उहाँले प्रुभ गरिदिनु भयो उहाँ चाहिँ सबै अलराउन्डर नै हुनुहुन्छ भनेर। र आरिफ शेखको पनि धेरै भरोसा हुन्छ मिडल अर्डर ब्याट्सम्यानमा चाहिँ। उहाँले पनि के गर्नु छ भन्ने। र आज चाहिँ के खास गर्न सक्नु भएन। सम्पाल कामी दाजुले पनि अलिकति हतार गर्नुभयो। 24 मा 15 रन मात्र जोड्नु भयो। करण केसी दाजुले पनि राम्रै गर्नुभयो 37 मा 22 रन। र सन्दीप लामिछाने उहाँको पनि ब्याटिङ अलिकति लेस राम्रो छ जस्तो लाग्छ। तर यसो हेर्दाखेरि आज चाहिँ एकदमै लो भयो 7 मा 2। र लास्टमा ललित राजवंशी 3 मा 0। अनि त्यसपछि दिपेन्द्र सिंह आउट हुन पुग्यो। दिपेन्द्र सिंह आउट भएपछि चाहिँ गेम सकियो। हाम्रो चाहिँ 248 ओभरमा 200 अब दिपेन्द्र सिंह एरी हुन्थ्यो भने सायद 220-30 रन बन्दै सक्ने चान्स हुन्थ्यो। त्यो ठिक भयो र खेल राम्रो भयो। सबैलाई बधाई छ, खेल जित्यौँ। र बोलिङ तर्फबाट चाहिँ करण केसीको एकदमै राम्रो बोलिङ गर्नुपर्छ। करण केसीको आज 9.2 ओभरमा 2टा मेडल, 19 रन, 4 विकेट। धेरै राम्रो। 2.3 को यो इकोनोमी भनेको धेरै राम्रो हुन्छ यो ओडिआईमा चाहिँ। सम्पाल कामीको पनि राम्रै थियो तर अलिकति महँगा साबित हुनुभयो। 9 ओभर 1 मेडल र 50 रन अनि 2वटा मात्र विकेट हात पार्नुभयो उहाँले। दिपेन्द्र सिंह एरी उहाँको बोलिङ र ब्याटिङको दुईटैको नै तारिफ गर्ने लायक नै छ। 10 ओभर 1 मेडल, 30 रन, 1 विकेट। र सन्दीप लामिछाने उहाँ चाहिँ सबैभन्दा खम्बा हो टिम नेपालको। र उहाँले चाहिँ पछिल्लो गेमहरूमा त्यति धेरै हामीले सोचे भएर चाहिँ कम गर्नुभएको छ। आज पनि त्यस्तै नै भयो। तर रन चाहिँ कम खर्च भयो। 10 ओभर 2 मेडल, 25 रन, 2 विकेट। तर जे होस् हामीले उहाँले सोचे अनुसारको बोलिङ चाहिँ भएको छैन उहाँबाट। र अघिल्लो गेममा हुन्छ होला आशा गरौँ। ललित राजवंशी 6 ओभर 22 रन, 1 विकेट। उहाँको पनि राम्रो थियो आजको बोलिङ। र बसिर अहमदको चाहिँ 2 मा 2 ओभर 10 रन मात्र। र रोहित पौडेल 2 ओभर 6 रन। जस ओभरअल सबैको पर्फर्मेन्स राम्रो रह्यो र आजको गेम जित्यौँ। सबैलाई बधाई छ। हस्, धन्यवाद।